सबैजनालाई नमस्कार। आज म एउटा सानो मिठो आमाको बारेमा गीत लिएर उपस्थित भइरहेको छु। यो हामी नेपालीहरू देश विदेशमा गएर जति पनि बसिरहेका छौँ, आफ्ना आमा बाउ सम्पूर्ण छोराछोरी प्यारो श्रीमतीलाई हमेसा सम्झेर बसिरहेका हुन्छौँ। बुढो भएको आमा, बुढो भएको बाउलाई सम्झेर आज एउटा सानो गीत मैले लिएर आएको छु। यस गीतमा सुन्नुहोला र जति पनि विदेशमा रहनुभएको छ होइन, आफ्ना आमालाई छोडेर अथवा सबै फ्यामिलीलाई छोडेर हामी विदेशमा जति पनि रहेका छौँ, हजुरलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला। एउटा यो गीत छ। जन्म दियो ए मेरो आमा, कर्म दियो ए मेरो ए बाबा, मुटु रहिरहेछ आँखाबाट यो आँसु ए आमा बगिरहेछ। यो मेरो आमा दिलमा राखेछु मेरो ए आमा, आँसु आइरहेछ आँखाबाट यो आँसु ए आमा, आँसु आइरहेछ। सम्झे होला छोरोले बिर्सियो परदेशमा बाध्यले मराए मुटु रहिरहेछ सम्झी ए मेरो ए आमा, आँसु आइरहेछ। बसौँ भनी छैन केही घरमा, परदेश भए यो परदेश ठाउँमा, आँसु आइरहेछ सम्झी यो मन ए आमा साह्रै रहिरहेछ। सम्झी मेरो ए आमा साह्रै रहिरहेछ। सम्झनाले यो मुटु पोल्छ, दसैँ धारा दुध खाएको यादै छ, मुटु रहिरहेछ सम्झी यो आँखाबाट आमा आँसु आइरहेछ। परदेशको ठाउँमा बाँचेको छु यो आमाको आसमा, मुटु खैरहेछ सम्झी ए मेरो ए आमा, आँसु आइरहेछ मुटु खैरहेछ। सम्झी ए मेरो ए आमा, आँसु आइरहेछ। एउटा छोरो म भए परदेशी, घर खर्च चलाउन परेसी, मुटु खैरहेछ सधैँ सम्झना आमा छाती पोलेछ।
मुटु खैराछ सम्झी सम्झी मेरो ए आमा छाती पोलेछ कसलाई रहर हुन्थ्यो र छोड्नलाई बाध्यताले म परदेश हुनलाई मुटु खैराछ मुटु खैराछ सम्झी सम्झी यो मेरो ए आमा आँसु आइरहेछ मुटु खैराछ सम्झी सम्झी हे मेरो ए आमा आँसु आइरहेछ सम्झी सम्झी हे मेरो ए आमा आँसु आइरहेछ दर्शकहरूलाई जति पनि हेर्नुभएको छ दर्शकहरूले आज मैले सानो एउटा आमाको बारेमा भिडियो बनाएर म उपस्थित भइरहेको छु हजुरहरूलाई आमाको बारेमा बाबाको बारेमा कस्तो राम्रो लाग्यो या नराम्रो लाग्यो अनि कमेन्ट गरिदिनु होला भन्ने ठुलो आशा छ र सेयर पनि गरिदिनु होला भन्ने आशाको साथमा हजुरको हजुर दर्शकहरूको निरन्तर यस परदेशी कथा व्यथा वेदनाको उसमा म यसरी नै भिडियो बनाएर आइरहेको छु जति पनि हजुरहरूले मेरो सपोर्ट गर्नुहुन्छ र हजुरले सेयर गर्ने लाइक गरिदिनुहुन्छ भने म अझै पनि राम्रा राम्रा मिठा गीतहरू लिएर यस परदेशी आरके परदेशी को आरके परदेशी कथा व्यथा वेदनाको उसमा हमेसा सामेल हुने छु भन्ने ठुलो आशा लागेको छ र हजुरहरूले यस भिडियोमा धेरैभन्दा धेरै सपोर्ट गर्नुहोस् र सेयर पनि गरिदिनु होला हजुरहरूलाई मेरो मिठो सम्झनाको साथमा धेरै धेरै आशीर्वाद र सम्पूर्ण दर्शकहरूलाई मेरो तर्फबाट धेरै धेरै नमस्कार छ भन्ने ठुलो आशा गरी यस सानो भिडियो बनाएर म ले राम्रो गरम र राम्रो सम्पूर्ण प्रदेशमा देश विदेशमा रहेको सम्पूर्ण साथीभाइहरू आमा बुवा र दिदीबहिनीहरूलाई यसै गरी म हजुरले गरेका सपोर्टहरूलाई र हजुरले गरेका सेयरहरूलाई लिएर हमेसा म अगाडि बढाउँ भन्ने ठुलो चाहना राख्दै आएको छु अहिलेलाई नमस्कार